यहाँ बस्ने यहाँ बसेर हेर्दा यहाँबाट हेर्ने यहाँबाट अनि कुत्ताको हजुर यतै गएको यो बाघ भालु जस्तो घुममै आउँदैन नि त आउँदैन अनि त्यसलाई उचालेर हेर्नुपर्छ बाहिर निकाल्नु कि अनि चलाउनु यहाँ भेटिएन साँच्चै निस्किन्छ त्यो बस अहिलेसम्म आइपुगेको छैन त्यो सबै साइडलाई पेट्रोल रहेछ नि त एक बोतल तारकुनको तेल हो योहरू सबै साइड है अहिले यसलाई पल्टाएर हेर्नुपर्छ यसको तल पल्छ क्या ए यहाँ हेर्नु नि यहाँ पल्छ मेरो पनि के भयो यहाँ यत्रो म भिडियो बनाउनु रेडी भएर बसेको कोब्रै हो यहाँ तल छ एउटा के ल्याउँदै यो चेपेको यो झर्ने बित्तिकै जिउमा लाग्छ त्यो झर्दै म पकड्दिन्छु सबै छोडेर एकछिन यहाँ तार पनि छ भाइ तार यसलाई लक गरौँ होइन पनि हेरे क्यामेरामा हेर्नुपर्छ के गर्नु खोप्दिन सकिँदैन पुरै फोर्छ यार भाइ एकछिन त्यतिकै गरिरह यो झारको छ यो जङ्गलको छेउमा होला त्यसले हटाइदिनु न म हटाउँछु एकछिन यही छ सर मैले देखिसकेपछि ढुक्कै स्योर यही हो नि एउटा इँटा ल्याउँ न एकछिन इँटा छैन इँटा सानो ह्याङ भइसकेन मोबाइल तातिएर यार तातिन्छ यार भाइ आज कस्तो तातिन्छ हिजो अपडेट आएको छैन भित्र पसिसक्यो होला यहाँ भित्र एकछिन ल यो सबै सफा गर्छु पहिला इँटा ल्याउँ न सेपमा छिरो जस्तो छ एकछिन यो पक्र त त्यहाँ तल हेर है ठिक छ अब ती कोठामा छ अब एकछिन यसले हुँदैन चेप्नु भन्नु ल यो लाइट यहाँ त यहाँ तल झरिसक्यो फेरि बाहिर निकाल्नु ल अहिले मेरो एङ्गल पनि गएको है अलि पर है पर बिर्तामा कति नम्बरबाट बिर्तामा 1 नम्बरबाट होला गोमन सर्प उद्धार गर्दै यति एउटा बिर्तामोर भाटपट्टि नि अगाडि 1 नम्बर वडाबाट गोमन सर्प उद्धार गर्दै हाम्रो विद्यार्थी भाइहरू साह्रै चर्चित हुनुहुन्थ्यो होइन फन गर्नुभयो दाइ आइदिनु कि आइदिनु अब आउनै पर्ने हुन्छ सेवा नै धर्म हो घरैबाट निकालेको होइन बचाउँछु भनेकै त हो नि ल ल तपाईँले बचाउनु भयो मैले पनि यसलाई म उद्धार गरेर अब मैले बचाउँछु भनेकै हो जाऊ जाऊ अघि भन्दा गएन अब यो राम्रै ठाउँमा जान्छ नि ए माथि आउँछ